दिउँसो 1:53 ढुङ्गा हानेपछि मार्बल हाउसको चेन गेट कति बेला खुल्यो र सुरेश कति बेला छिरे? कति बेला आगो लाग्यो? उनी अन्तिम पटक कति बेला देखिए र दमकलले कति बेला आगो निभायो? मिडिया कुराकानीले यो खोजमा ढुङ्गा हान्न सुरु भएदेखि दमकलले आगो निभाउँदासम्मको घटनाक्रमका दृश्य र फोटोको विश्लेषण गरेको छ। सोको विश्लेषणबाट मिनेटका घटनालाई जोडेर टाइमलाइनमा राखी चिरफार गरेको छ। यसका लागि हामीले विभिन्न सामाजिक सञ्जालबाट लाइभ तथा रेकर्डेड भिडियो फुटेज भेला पार्यौं र केलायौं। स्रोतबाट प्राप्त ओरिजिनल फोटो र भिडियोसँग तुलना गर्यौं। घटनालाई अझै सजिलो र स्पष्टसँग बुझाउन तेस्रो तलाको अवस्था, त्यही तलामा सुरेश छिरेको झ्याल र उनी जलेपछि भेटिएको ठाउँलाई उस्तै गरी 3D मोडलमा पनि राखेर देखाएका छौं। त्यसपछि मात्र तपाईलाई भन्दैछौं 3 कुनेमा सुरेश रजक जल्नु अघि के भयो।